हेलो वेलकम टु माई च्यानल। अनि आजको घुमघाम रहेको छ पाटन दरबार स्क्वायर। मम्मी र भाइ चाहिँ पछाडि गफ गर्दै सामानहरू हेर्दै निस्किराख्नु भएको छ। म चाहिँ भिडियो बनाइराखेको छु। अनि हामी चाहिँ लगन खेल हुँदै त्यही बाटोबाट सिधा आयौँ। ठ्याक्क पाटन चाहिँ हामी पुनः आउँदैछौँ। अनि भाइ र मम्मी चाहिँ भाइले यो हेर्न त्यो हेर भनेर देखाइरहेको छ। म चाहिँ इग्नोर गर्दै भिडियो बनाउँदै हिँडिरहेको छु। अनि नयाँ सामानहरू आइरहेको रहेछ बजारमा, त्यो पनि हेर्दै हामी चाहिँ लाग्यौँ पाटन दरबार स्क्वायरतिर। ल आइपुग्यौँ है हामी। यो हो पाटन दरबार स्क्वायर। कस्तो राम्रो मूर्तिहरू छन् यहाँ। हामी चाहिँ घुमिरहेको, तर मम्मीको चाहिँ यो फर्स्ट टाइम थियो, त्यही भएर मजाले मम्मीलाई भिजिट गराइरहेको थियौँ। अनि भाइ चाहिँ यहाँ यस्तो हो यहाँ उस्तो हो भन्दै देखाइरहेको छ मम्मीलाई। अनि टुरिस्टहरू नि धेरै नै हुनुहुन्थ्यो। रमाइलो थियो वेदर, काम लागिरहेको। अनि बिस्तारै फोटोहरू खिच्दै हामी चाहिँ मजाले भिजिट गरिरहेको थियौँ। रोमनले चाहिँ फुल डिस्क्राइब गरिरहेको थियो। यो है कृष्ण मन्दिर पाटनको मम्मी भन्दै देखाइरहेको थियो। अनि मम्मी चाहिँ बिस्तारै हिँड्दै भाइलाई कि यो कता हो त्यो कता हो भन्दै सोध्यो। तपाईँलाई कस्तो लागिरहेछ पाटन घुम्न आउँदा? रमाइलो लागिरहेको। अनि भाइले मम्मी यहाँ चाहिँ हामी आएर बसेर चिया खान्थ्यौँ भन्दै यहाँ कुनामा देखाइरहेको छ। अनि मम्मी ए हो र यहाँ आएर बस्थ्यो भन्दै सुनिराख्नु भएको, हेरिराख्नु भएको। मम्मी चाहिँ इन्जोय गरिराख्नु भएको छ भ्यू। यता हेर्नु भएको छ उता हेर्नु भएको छ। सबैतिर मन्दिर हुँदाखेरि मम्मी एकदम ह्याप्पी हुनुहुन्छ। किनभने मम्मी त पूजापाठ भनेपछि हुरुक्कै हुने मान्छे, त्यही भएर एकदम ह्याप्पी हुनुहुन्छ होइन मम्मी? मलाई एकदम मन्दिर भनेपछि त एकदम भगवान्को आस्थामा खुसी हुने मान्छे, त्यसैले मलाई धेरै आनन्द लागिरहेको मन्दिर यता मन्दिर कस्तो राम्रो एलिफेन्टहरू राखेको है। सबै कति राम्रो लाग्यो कि मलाई त पाटन दरबार त साह्रै राम्रो लाग्यो। अनि त्यस पछाडि आउँछु म। अनि म चाहिँ टक्क झोला भिजेर कपाल सपाल मिलाउँदै चस्मा लगाउँदै अलिअलि हिरोइन जस्तो देखिनु पर्यो भनेर टक्क मिलाउँदै होइन सेल्फी हान्दै। मम्मी र भाइ चाहिँ उता फोटो खिच्नमा बिजी, म चाहिँ यसो आफूलाई देखाउँदै हिँडिरहेको छु। कतै नराम्रो पो आउँछु कि भन्दै मिलाइ हिँडिरहेको छु। सायद राम्रै आएको छु होला। अनि त्यसपछि म गएँ मम्मी र भाइ भिड ठाउँमा। भाइ चाहिँ मम्मीको फोटो खिच्दै एकदम बिजी थियो। म चाहिँ सेल्फी लिँदै मम्मीलाई पनि देखाउँदै थिएँ कृष्ण मन्दिर एरियानिर। अनि यहाँ यति धेरै बर्ड देखेर सानो भाइ एकदम खुसी भइरहेको थियो। उसलाई पनि मैले क्याप्चर गरेँ। अनि त्यस पछाडि फेरि मम्मीको सुट अगाडि बढिरहेको थियो। अनि हेरिराख्नु भएको थियो मम्मी कति धेरै परेवा। हाम्रो उता त परेवा नजिक कहिले पनि हुँदैन, आयो भने डराएर भाग्छन्। यहाँ त केही पनि उड्दा पनि नउड्ने भन्दै अनि उडाउँदै हुनुहुन्थ्यो। अनि यहाँ चाहिँ फेरि म मम्मीको फेरि भिडियोहरू बनाउँदै यसरी घुम्नु न उसरी घुम्नु भन्दै मम्मीलाई सिकाइरहेको थिएँ। यसरी हामी इन्जोय गरिरहेको थियौँ भ्यूहरूलाई। मन्दिरभित्र मम्मी बसेर फेरि तल उत्रिँदै हुनुहुन्थ्यो। अनि मैले चाहिँ बिस्तारै हिँड्नै लड्नु होला भनेर बिस्तारै हिँडिराख्नु भएको थियो।
अनि अलि अप्ठ्यारो खालको सिडीहरू छ नि त्यसमा। अनि मम्मी आइपुग्नु भयो। अनि त्यसपछि हामीले खायौँ आइसक्रिम। भाइले चाहिँ लस्सी खान्छु म भनेर लस्सी खाएँ। मैले चाहिँ मजाले आइसक्रिम मिक्स गरेर भ्यानिला र चक्लेटको। अनि आइसक्रिम खाँदा खाँदै मेरो निधार अगाडि चाहिँ कपाललाई चाहिँ मम्मीले चाहिँ मिलाइदिँदै हुनुहुन्थ्यो। अनि म त्यही पनि इन्जोय गरिरहेको थिएँ आइसक्रिम। मलाई आइसक्रिम एकदम मनपर्छ किनभने मेरो फेभरेट हो। अनि समर सिजन लागेपछि मलाई मजा आइरहेको थियो आइसक्रिम खान। अनि फेरि हामी लाग्यौँ यो मूर्तिहरूको भ्यूहरू हेर्दै 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 अब चाहिँ निस्किनुपर्छ है भन्दै बिस्तारै बिस्तारै मम्मीले चाहिँ खुकुरीहरू के रहेछ है भन्दै हेर्दै राख्नु भएको थियो। अनि म चाहिँ हो छ नि हेर्नु कुनै लान मिल्छ भने लाँदा हुन्छ भनिराखेको थिएँ। अनि हामी निस्क्यौँ यतैबाट हामी त्यही शङ्खमुलतिरबाट निस्किनुपर्छ है भन्दै त्यही बाटो चाहिँ भ्यूहरू हेर्दै स्ट्रिटमा अनि निस्किँदै थियौँ। मम्मीहरूलाई चाहिँ पुरानो गल्लीहरू यस्तो हुन्छ मम्मी कस्तो राम्रो छ काठमाडौँको भ्यालीको यस्तै हुन्छ भन्दै काठमाडौँको पनि देखाइरहेको थियौँ। त्यस्तै गरेर ललितपुरको पनि देखायौँ। अनि मम्मी चाहिँ दङ्ग पर्दै हेर्दै राख्नु भएको थियो कस्तो सानो सानो एरियामा पनि यस्तो मार्केट खोलेको है भन्दै हेर्दै हुनुहुन्थ्यो। बाटो एकदम साँगुरो थियो तर एकदम रमाइलो खालको थियो किनभने नयाँ नयाँ आइटमहरू राखेको थियो यो मूर्तिहरू। अनि भाइ त अगाडि गएर बसेको हामी चाहिँ यताउता हेर्दै उसको फेरि स्टाइल अलग छ। म चस्मा लाउँछु भिडियो बना भन्यो। अनि यस्तै हामीहरू यो गल्लीमा बिस्तारै यताउता हिँड्दै हिँड्दा हामी चाहिँ अब भाइको भोइस यसै गरी हामीले फेरि पाटन दरबार स्क्वायर अवलोकन र भोजन कार्य समाप्त गरेर अब हामी आफ्नो गन्तव्यतर्फ बढिरहेको अवस्था छ। र च्याङ्पा ट्र्याक्टर देखियो नि त फर्स्ट टाइम च्याङ्पा ट्र्याक्टर देखियो। म र मम्मी चाहिँ मस्त चस्मा लाएर टकटक हिँडिराखेको थियौँ। मैले भने बाई। अनि यस्तै पारा गरी हामी चाहिँ ब्लग अनि भाइको भोइसमा चाहिँ एउटा गीत सुन्नु ल। मनमै छौ तिमी ल ब्लग एन्ड गरौँ त ल। बाई बाई।